हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु आर फाइन डुइङ वेल। आज चाहिँ म बसन्तपुर जाँदैछु। के हुन्छ बाटोमा सबै देखाउँछु, फलो चाहिँ पक्कै गर्नु ल। बिचमा चाहिँ मैले टाइम ल्याप्स हाल्दै थिएँ। अब चाहिँ भक्तपुर आइपुगेँ। त्यो नालाको बाटो चाहिँ सजिलो हुन्छ, 15 मिनटमा भक्तपुर आइपुग्छ। अहिले चाहिँ मम्मी खोपोमा जानुभएछ, खोपो हस्पिटल रिपोर्ट लिनु थियो, त्यही भएर। अनि मैले बिचको टाइम ल्याप्स चाहिँ किन हाल्दै भन्दा हल्का बाटो पनि थाहा हुन्छ, सजिलो हुन्छ। कसैलाई नालापट्टिबाट आउनु पऱ्यो भने बनेपा हुँदै भक्तपुर निस्कियो, त्यो बाटो पनि सजिलो हुन्छ। त्यही भएर अब चाहिँ म बिस्तारै जाँदै गर्छु बसन्तपुर। मम्मीहरू चाहिँ आउँदै हुनुहुन्छ यतापट्टिबाट, खोपोपट्टिबाट। खोपो हस्पिटललाई रिपोर्ट लिनु थियो, त्यही भएर मलाई चाहिँ बोल्नु अप्ठ्यारो लागिरहेको थियो। अनि यसले चाहिँ के भन्छ भने बाटोमा हिँड्यो, भोलिदेखि कसैले चिना पनि छिँदैन। अहिले चाहिँ म बसन्तपुर आइपुगेँ। म पहिला एकचोटि सानो बेला चाहिँ आएको थिएँ, तर अहिले चाहिँ यादै छैन मलाई। सस्तो रहेछ त यार सबै सामानहरू, 99मा सबै मन पऱ्यो। म पनि किन्छु एक दुईवटा। लेडिज सपिङ आउने बित्तिकै के भन्छ यसलाई, क्लिपहरू लिनु बितिसकेको छ। म चाहिँ प्लेटहरू हेरौँ न भनेको। प्लेटहरू हेरिकन क्लिपहरू हेर्नु पऱ्यो अरे। प्राइस सोध्दैछ यो। फेरि एउटाले हुँदैन, एउटा हेरिसी चल्दैन, 15वटा हेर्नुपर्छ। के हो जेली जस्तो रहेछ एयर फ्रेसरले। एउटा यो म पनि लिन्छु, मन पऱ्यो यो त। यो पनि एउटा राख्नु न, एयर फ्रेसर जेली जस्तो छ, नयाँ लाग्यो। हाल्नु छ यसलाई चाहिँ 10वटा भेरा अहिले एउटै हेर। यो कस्तो क्युट छ क्या। मैले टेबल किनेको थिएँ, त्यसलाई पनि हुन्छ। म पनि एउटा लिन्छु। यसको 99 नै हो। टेबलमा हुन्छ कि 99 यो त छ। देखा त राम्रो थिएन, क्युट छ नि। प्लेट छ त्यसको, सेटै हो क्या त्यो। त्यत्रै हो, सेम हो सबै। मलाई चाहिँ बोतल मन पऱ्यो कि 200 रुपियाँ रहेछ। यो म लिन लागेको। बोतल चाहिँ हुँदो रहेछ क्या, डम्बल। पानी हालेर डम्बल गर्ने एक लिटरको। मैले लिइसकेँ तर एउटा बोतल यही लिन्छु। तर त्यो चाहिँ डम्बल हान्न नहुँदो रहेछ क्या। स्याम्पूको भाँडामा स्याम्पू आउँछ, त्यही पनि यसमा हालेर नुहाउनु पर्ने अरे। भन् त 2-3 शब्द कान्छी भन्न, के गर्नु पऱ्यो अरे। के छ एस्थेटिक र एस्थेटिक त प्रनाउन्स पनि गराउँदैन। एस्थेटिक कसरी गर्छ भन् त। एस्थेटिक एउटा नयाँ सामान भेट्यो, आफू जस्तै खोर्सानी, लाल मिर्ची। मेरो रुमलाई आँखा लाग्दैन होला भ्लग बनाएको गर होला। अनि मैले भनेको म लाइसेन्स निकाल्छु अहिले, अनि तँ बाटोको खर्च सबैतिर है भन्नु भनेको। ब्रो चाला आख्रे म चाहिँ बाबालाई खोज्नु जानु पऱ्यो। अघि गाडी पार्किङ गर्नु जानुभएको थियो, कता जानुभयो। म आउँदै हुनुहुन्छ अरे, भेटाउँछु होला। मम्मीहरूलाई चाहिँ पछाडि राखेँ, पछाडि बस्दै गर्नुहुन्छ अरे। अनि बाबालाई चाहिँ म खोज्छु। तिमीहरू घुमाऊ, म गाडीमै बस्छु भन्दै हुन्थेँ, तर आउनु भएछ। म चाहिँ यता खोज्दै उतै मम्मीहरूपट्टि हुनुहुन्छ अरे। छ्याउ भयो खोज्दै आएको, के भेटिनु। म यता खोज्दै आएँ, उतापट्टि पुगिसक्नु भएको छ। तर ठाउँ चाहिँ रमाइलो छ यार। रहेछ नि खोजे अनि खोजे कता गायब त। अनि म त यहाँ आइसकेको थिएँ, तिम्रो उता गएछ। गएछ घुमेँ म त उतापट्टि। म त यहाँ आएर बसेर यसलाई हेर बसेको। मान्छे खोजे गायब, फोन पनि गर्नु छैन। मलाई देख्दा ए मान्छे फोन गरेर बोलाउने, अनि कहाँ हो भन्दैन भन्ने। के हो यो मुख। म यहाँ आएर बसेको हेरे अरे। ल हेर्न जाम अब। ए यो चाहिँ मलाई सामानै दिनु ल, बोक्न एकछिन लिक। भाइ हुन पनि गाह्रो छ।
पानी छ भाइ यत्रो सानो सानो मान्छेहरू पानी बोक्दै अब फोन गरेको रहेछ मोबाइल बच्यो भने के गर्दै तर आज हेर्छु म त्यहाँ आएको 10 मिनट भइसक्यो 10 मिनट चाहिँ भएको भिडियो बनाउनु फाइदा चाहिँ के हो भने नेपाली कल्चर नेपाली हेरिटेज प्रमोट पनि हुन्छ भ्लग बनाउन सजिलो पनि हुन्छ अनि एउटा घुम्ने ठाउँ पनि भयो प्रमोट पनि हुने भयो ठाउँ राम्रो छ तर प्रमोट भएको छैन क्या अनि यसले गर्दा प्रमोट पनि हुन्छ भ्लगिङले गर्दा अहिले चाहिँ अलिक ट्रान्सप्यारेन्ट भएको छ क्या ठाउँहरू पनि भ्लगिङ बनायो भने प्रमोट हुन्छ नेपाली हेरिटेज प्रमोट हुन्छ कल्चर प्रमोट हुन्छ ठाउँ चाहिँ बबाल छ क्या गाह्रो पनि भइरहेको थियो अनि भ्लग बनाऊ कि नबनाऊ जस्तो भयो अनि लास्टै गाह्रो भयो अनि थके पनि लाग्यो अनि भ्लग चाहिँ बनाइन बसन्तपुर पनि घुम्यो अनि आजको लागि चाहिँ यति नै बाई